Hello everyone. Hello. Way views the wow. Wait the see. Thora cha. Right. Where's the angel? Okay. This is our second day off. म यहाँ देखाउँछु त. है त लो. This is our second day off tour. फर्स्ट डे को हेरिसक्नु होला पक्कै है. मेरो मोबाइलमा बिहान यार यत्रो डाँडा छ यार. राइट. ओए झरना. के हो? कडेसम्म आएर बसिएछ त. अनि हिजो यो हिमाल भन्ने थियो साथीभाइहरूले सबैले हिमाल कहाँ हुनु र है. ल. गजब 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 सेक्सी छ ठाउँ त यार. ओहो. यसलाई एङ्गलै ओए बल रहेछ नि यहाँ पनि. नाइस. सो एभ्रिवान अहिले कोही पनि उठेको छैन है. म चाँडै उठेर यसो अलिअलि सिनहरू खिच्न आएको. अरूहरू सबैजना लगभग निन्द्रामै हुनसक्छ है. कोही निक्लिएन बाहिर. अब हामी चाहिँ एकछिन यहाँ ब्रेकफास्ट गरेर अनि एकछिन हल्का रमाइलो गरेर यहाँबाट चाहिँ हामी मुक्तिनाथको लागि जान्छौँ. मुक्तिनाथ जानको लागि चाहिँ हामी यता जानु पर्यो है. अनि त्यसको लागि अब हामी आज वहाँ गएर खाली पेट दर्शन गर्न नसक्ने कुरा छ. अलिक गाह्रै हुने जस्तो कुरा छ. त्यही भएर नै हामी यहाँ खाएरै जानेवाला छौँ. जान चाहिँ होइन मन सफा भए दर्शन गर्न मिल्छ भन्थ्यो. त्यस्तै. तर यार यो त जति हेऱ्यो नि चित्त बुझ्दैन मलाई त. कस्तो बवाल छ. होटल क्यास्केड भ्यू एन्ड थकाली किचन है गाइज. ल साथीहरू यहाँले रेडी भइसक्यो. कति साथीहरू त उठेकै छैन है. अब यहाँ ब्रेकफास्ट हुनलाई बाँकी छ. ल हामी बसेर ठाउँमा चाहिँ यस्तो छ है. हिजो क्याम्प हान्ने ठाउँ चाहिँ यही हो होइन. अपुई यार के भन्ने यार ब्युटी के. ब्रेकफास्ट यस्तो रहेको छ गाइजहरू. खाइदिन्छु म. चिन्ता नलिउँ तिमी यार. समात अन्डा समातेर बस होइन. यतिको हरन सुन्न पाइस त के चाहियो त अब. ए जाऊ ल लेट्स गो. हेर गएर नहुने हो हामीलाई केही छैन. ए नहुने तिमी पनि. ल नुहाइदेऊ के छ र होइन. त्यस्तो चिज छ है. साँच्ची हो. मलाई थाहा छैन अब हामी बजीले आएको के थाहा हुन्छ र. अरू चाहिँ कहाँ छन् भाइ. यसो हेर्नुहोस्. वेलकम. अल गुड. माथि गएको मुस्तानमा. ल भनिदिनु न कस्तो छ त्यहाँको एक्सपिरियन्स. बवाल छ. पानी चाहिँ चिसो हो. एकदम पानी चाहिँ छुनै नसक्ने होइन. अनि मान्छे कस्तो नुहाउँछ होइन. भनेपछि त ल ठिकै छ. हामी यो च्यालेन्ज एक्सेप्ट गरौँ. अब गएर नुहाउने विचार छ हाम्रो. र हिजोको यहाँ राति हिमाल जस्तो देखिया चिज आज फेरि डाँडा देखिरहेछ. राति हिमाल देख्दिरह्यो भने यसलाई त हामीले है सबले हिमाल भनिदिरहेको राति. यो त पुरा ल ठिक छ. हजुर आउँदैछन्. ल यता साथी भित्र जाउँ. ल केटा पानी त बवाल चिज छ अरे यार. राम्रोसँग सुन्नु भयो है. एकदम राम्रोसँग मजाले. ए कुरै छोडिदियो क्या. यति रमाइलो भयो. तिमी आइसकेको छ तयार भएर भयो. ले हामी चाहिँ उहाँ कुरिरहेको तिमीलाई यार. गाह्रो पऱ्यो भने त. ल ठिकै छ केही छैन. के हो यस्तो यो. के हो यस्तो यो चिसो हावा. आमामामा सही छ ल. ल हाम्रो बस यहाँ रहेको छ साथीभाइहरू सम्पूर्ण.
चिसो त कसम छ त यार आयो आयो ठिक छ एङ्गल ठिक छ सबैजना लिनु हजुरले खिच्नु नभएकिन त्यहाँबाट ल ठ्याएको सिधा लाग्दैन चिन्दैन लिनु ल एउटा मुक्तिनाथ गएर फर्किन्छौँ जति भिडियो खेच्दै खिच्यो हेलो स्कुल जानु लाग्यो ल राम्रोसँग जाओस् लगाइज है नेपालको आइकोनिक टोइलेट ए साथीहरू पैसा अब पुरुष 10 दिशा पिसाब रहेछ पिसाब 10 दिशा 20 है त गाइज ल पुरुष 10 रहेछ मैले चाहिँ यो अन्त लाइन सबजना उतैछन् म त छोडिदिइहालेँ मास्तिर दामी दामी ल यहाँ गराएको छ भयो नि ल गाइजहरु हाम्रो चाहिँ फाइनली बत्ती बाल्ने काम सिकिसकेको छ है अब यहाँबाट चाहिँ हामी बल्ल जान्छौँ मुक्तिनाथ यो हाम्रो के अरे केटा नागबेनी नागबेनी के अरे कागबेनी हामी अहिले कागबेनीको खोलामा हामीले बत्ती बाल्ने काम सकायौँ है यो प्रसाद लिएर हिँडिरहेको छु म घरको लागि साथीहरु म छु यहाँ हाम्रो चाहिँ अब बसले हर्न हानिरहेछ है हामी चाहिँ यहाँनिर कागबेनी काम सबै सिद्धिसक्यो अब हामी मुक्तिनाथ जान्छौँ यहाँनिर अलिअलि बजार यस्तो रहेको छ है हाम्रो बस त्यहाँ छ साथीभाइहरू त्यही छन् मैले सबै चढाएर लिएर चढाएर आइसकेँ फाइनली हामी चाहिँ मुक्तिनाथ आइपुग्यो यहाँ त यो सिन देखाउने मेन भने यहाँ हो क्या कुरै छोडिदियो नि त यति भएपछि ल पूजाको सामानहरु लानु भाइ प्रसाद लानुस् नरिवल ढोडा
ल यो चाहिँ हाम्रो मुक्तिनाथ मन्दिरको चाहिँ नि प्रवेशद्वार रहेको छ है साथी। जाउँ 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 यहाँसम्म चाहिँ हामी हिँड्दै आयौँ तलदेखि। जय होस्, जय शम्भो, जय शम्भो, जय मुक्तिनाथ रक्षागण। के भन्नु छ भने भन्नु होला। फाइनली आइपुग्यो। एकदम राम्रो छ, एकदम होइन त राम्रो, एकदम राम्रो हो नि। ल सुई चढाउँ त अब गएर अनि नुहाइहाल्नुहुन्छ। बास नुहाउने सर म त कहाँ नुहाउनु, म त एकदम नुहाइहाल्ने हो, छोड्ने होइन। 5 खालको जाडो यस्तै हो सर, सेम सेम, नो डिफ्रेन्स। या ब्रो इज राइट, मुक्तिनाथ टेम्पलमा आएको छौँ हैन। सर हजुरलाई के भन्नु छ यसो भ्लगमा, के भन्नु छैन? जय शम्भो त भन्दिनँ। जय शम्भो, जय शम्भो। यो भरेङमा ल बन्द गरिदियो अनि मोबाइल बन्द। यो चाहिँ हाम्रो पुरै भरेङहरू उक्लिसकेपछिको नजारा हो है। सुक्खा वन यस्तो छ अवस्था। हामी चाहिँ मुक्तिनाथ टेम्पलको एकदम नजिकै छौँ अहिले। फाइनली जय शम्भो, जय मुक्तिनाथ, जय होस् रक्षा गर्नु। ल सिनहरू यस्तो छ है, गेटबाट छिर्नु बित्तिकैको यता मन्दिर छ, यता मान्छेहरू नुहाउने प्रक्रिया छ। ओहो ल मान्छे डुब्ने ठाउँ यहाँ छ, मान्छेहरू नुहाउने ठाउँ यहाँ हो मेनली। ल ठिक छ। यो चाहिँ 108 धारा रहेको छ है त साथीहरू। ओहो पुरै एक राउन्ड छ त्यहाँदेखि है मुक्तिनाथ टेम्पल भइहाल्यो। म नि अब नुहाउने तयारी गर्दै गर्छु। पहिला साथीभाइहरूलाई सरहरूलाई कुरौँ एकछिन, त्यसपछि नुहाउनुपर्छ अनि पूजा गर्नुपर्छ। कति फास्ट हो रहा है वो के तो यार। फलामको जिउ हो कि यसको? सन्तोष उभिएर बस है। ए सन्तोष उभिएर बस है त्यहाँ भित्र नजा। एकैचोटि कस्तो फिल भइरहेछ त अनि यार ब्रदर? एकदम मोबाइल मुक्तिनाथमा यस्तो भनेर जाडो कतिको लागिरहेछ? जाडो कतिको लागिरहेछ? मुक्तिनाथ आइयो र पहिलोचोटि नै हो यसरी हेर्नु आएको होइन। यति आनन्द आयो कि अघिसम्म चिसो थियो, अब जिउ तातिसक्यो। एकदम ल मुक्तिनाथले रक्षा गरौँ। अब नेक्स्ट टाइम चाहिँ हाम्रो काभ्रे क्याम्पसबाट कतैबाट एजुकेसनल टुरमा लिएर गयो भने पक्का जानु होला। पैसा भने मिल्दै गर्छ, समय भने फर्केर आउँदैन। त्यही भएर म चाहिँ त्यही रिकमेन्ड गर्न चाहन्छु है। ल कमिङ फाइनली हाम्रो काम सब सिधिसकेको छ। नुहाइ धुवाइ पूजा पाठ सब होइन त केटा? ल जाउँ हजुर
त्यहाँ छ होइन सामान ल ओके ल जाँदै गर्नु म आइसकिहाल्छु एकैछिनमा ल हस् ल अब चाहिँ हामी यहाँबाट बिदा भयौँ मुक्तिनाथको जय होस् रक्षा गर्नु बाटो यही हो बुद्धम शरणम गच्छामि ओ यहाँनिर यस्तो पनि रहेछ फेरि है के हो है यो चुचो चुचो बनाएर राख्दो रहेछ मान्छेहरूले है अब हामी लागौँ होला कडा देख्यो मलाई पनि एउटा यति भएपछि कडा देख्यो ए एउटा मलाई पनि चाहिएको छिन् यार के छ अवस्था ठिक छ यहाँ किने होइन लगभग 1200 रुपियाँ भनेको थियो अब यो मैले मेरो मिसेसलाई चाहिँ किनेको हजुर हजुर केटाहरूको आँखा यसमै लाग्यो मेरो पनि आँखा यसमै लाग्यो राम्रो जस्तो लाग्यो हेरौँ अब कतिको अब हजुरको मिसेसको आँखा यसमा लाग्नु पर्यो अब हाम्रो यता मुक्तिनाथ आएर मेरो हजुरबाको लागि भगवत गीता यो चाहिँ उसकै लागि हजुर ए ओके आउनुहुन्छ घरमा आउनुहुन्छ वेलकम तपाईले आउँदिन भने नि यसले लिएर आउँछ ल ल ल हेलो सन्तोष ठकुरी ब्लग ओके बाई बाई थ्याङ्क यू यो चाहिँ ह्याट विशेष मेरो ट्राई गर्नको लागि मात्रै ट्राई गर्नको लागि मात्रै ल हामी चाहिँ होटल नर्लिङमा चाहिँ बसेर खाना खानेवाला छौँ है त गाइज अब खाना खानुपर्छ यार भोक लाग्छ यहाँ त कडा रहेछ र है आइदिएर हाम्रो साथी यहाँ भात नखानेर होइन हामी चाहिँ खाँदैछौँ सर त देखाइदिनु खाएको न अलिअलि लगाइज हामी चाहिँ यहाँ मार्फा भिलेजमा छौँ अहिले है सबजना कहाँ पुग्नु भयो थाहा छैन हामी चाहिँ यहाँ अड्किरहेछौँ ल श्री जनबाल माध्यमिक विद्यालय रहेछ यतापट्टि पनि बवाल छ हिमाल सिमाल देखिन सकिन्छ है ल कस्तो बवाल एउटा फोटो खिन्छ यहाँ त कडा रहेछ यार छोरी आएको छालाको ओड्न पाउने रहेछ बाइकले बाफ्रे कति चिसो लाग्दो हो त ए के अरे तातो हुँदो हो त बाइकलाई त हट कस्तो बवाल छ नि ल हामी गल्लीमा नि आइपुग्यौँ यस्तो के गल्ली रे जेरी है ल ठिक छ बिस्तारै अन्धकार होला जस्तो आउट गरेर हान्दा यस्तो बवाल छ त्यही भएर हान्दिएको नि सन्तोषलाई नआउँछ अलि जित्ताको हो है छवेसम्म बसेको छ कि तर यो बाहिर डिपार्ट हुने बित्तिकै कस्तो हुन्छ भने डिपार्ट हुने बित्तिकै यो पाइएन यो